नमस्कार, म रोहित पौडेल। सन्दर्भ किसानको कथा अनि किसानको व्यथा। सरकारको अनभिज्ञता कि सरकार बेखबर हो। कुल जनसङ्ख्याको लगभग 3% 9 लाखको हाराहारीमा रहेका कर्मचारीको मालामाल अनि कुल जनसङ्ख्याको 62% किसानको भयो बेहाल। यो लगभग 5 मिनटको भिडियो यथार्थ भिडियो बालन सरकार एवं स्वनामधन्य अर्थशास्त्री माननीय डाक्टर स्वर्णिम वाग्ले समक्ष पुर्याउन देश विदेशमा रहनुभएका सम्पूर्ण महानुभावहरूले सक्दो सेयर लाइक कमेन्ट गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। राष्ट्रिय जनगणना एवं कृषि जनगणना 2078 को तथ्याङ्क अनुसार प्रत्यक्ष रूपमा करिब 1,94,00,000 कुल जनसङ्ख्या भन्नाले लगभग कुल जनसङ्ख्याको 62% जनसङ्ख्या कृषि पेसामा आश्रित रहेका छन्। यीमध्ये करिब 97.3% सक्रिय जनशक्ति, जो काम गर्न सक्ने जनशक्ति यसै कृषि पेसामा आधारित रहेको पाइन्छ हो। यति ठुलो जनसङ्ख्या अथवा आम नागरिकको अवस्था कस्तो छ? यहाँ हिउँदे धान खेतीको लगानी एवं उत्पादनको बारेमा यथार्थ विवरण केही चर्चा गरौँ। हो, 1 बिघा यानि कि 20 कट्ठा जग्गा खेती गर्नको निमित्त लाग्ने लागत र त्यसबाट हुने उत्पादनको बारेमा यहाँ हामी चर्चा गर्दैछौँ। बाँझो जोताई प्रति बिघा एकपटक 1.5 घन्टा लाग्दछ। त्यसलाई 2 पटक जोत्नुपर्ने हुन्छ। 3 घन्टा, 3 घन्टाको 2500 दरले 7500 रुपियाँ बाँझो जोताई पर्न आउँछ। 1 बिघा जमिनको निमित्त कम्तीमा 60 केजी नजिक बिउ लाग्दछ। उन्नत जातको बिउ खरिद गरी रोप्नु पर्दा 2800 रुपियाँ प्रति मनले 60 केजीको 4200 हुन आउँदछ। बिहारको तयारी 1000 रुपियाँ बिहार तयारी गर्नु लाग्दछ। धान रोप्ने समयमा जमिन हिल्याउनको निमित्त 1 बिघा जमिनलाई 2 घन्टा लाग्दछ। 2500 दरले 5000 हिल्याउन ट्र्याक्टर भाडा तिर्नुपर्ने हुन्छ। 1 बिघा जमिन रोप्नको निमित्त कम्तीमा 300 मुठा बिउ लाग्दछ। प्रति मुठा बिउ उत्पाद उखेल्नको निमित्त श्रमिकहरूलाई 7 रुपियाँका दरले दिनुपर्ने हुन्छ। यसरी हिसाब गर्दा बिउको निमित्त 2100 पर्न आउँछ। आली लगाउन 1 बिघा न्यूनतम ज्याला 5000 पर्न आउँछ। 1 बिघामा 1 बोरा डिएपी 2400 र 1 बोरा युरिया 1000 रासायनिक मल प्रयोग गर्नुपर्ने हुन्छ, जसको मूल्य 3400 पर्न आउँछ। हो, मिलेको खेत, राम्रो बिउ, राम्रो जमिन र मजबुत ढङ्गले रोप्न सक्ने रोपार भए भने 1 बिघा खेती रोप्नको निमित्त कम्तीमा 13 जना रोपार चाहिन्छ, जसलाई 700 दरले 9100 रोपार ज्याला हुन आउँछ। झार मार्ने औषधि, पतेराको दबाई जस्ता विभिन्न रासायनिक औषधिहरू प्रयोग गर्नुपर्ने हुन्छ, जसको मूल्य मिनिमम 1 बिघालाई 2000 पर्न आउँछ। पानी लगाउने, थुन्ने, दबाई हान्ने एक सिजन 1 वर्षभरि कम्तीमा पनि 5 जनाको आवश्यकता पर्दछ, जसलाई 700 दरले 3500 पर्न आउँदछ। धान कटाई कम्तीमा 15 जना चाहिन्छ 1 बिघा, जसलाई 700 दरले 10,500 बराबर मूल्य पर्न आउँछ। बिटा लगाउन र धान थुपार्नको निमित्त कम्तीमा 1 बिघामा 5 जना चाहिन्छ, जसलाई 700 दरले 3500 पर्न आउँछ। खेतबाट खमार यानि कि कुन्युँ भन्छौँ हामी, कुन्युँ लगाउनसम्म टाढा भए ढुवानी ट्र्याक्टर, नजिकै भए टाउकोबाट त्यहाँ ढुवानी गर्न कम्तीमा 3000 बराबर श्रमिक अथवा ट्र्याक्टर ज्याला लाग्दछ। यसै गरी धान झार्नको निमित्त थ्रेसर गर्न 2 जना जो धान धनी छ उसले जनशक्ति दिनुपर्ने हुन्छ।
यसर्थ 2 जनाको 700 का दरले 1400 पर्न आउँछ। उक्त धान झार्ने थ्रेसरलाई 20 को एक कम्तीमा सस्तोमा 20 मन झारे उसले 1 मन लान्छ। यसर्थ प्रति बिघा 70 मनका दरले हिसाब गर्दा 3.5 मन धान हुन आउँछ। तत्कालीन समयको उक्त धानको मूल्य प्रति मन 1100 का दरले 3.5 मनको 3850 रुपियाँ थ्रेसर छार्नेको भाडा दिनुपर्ने हुन्छ। यसरी यहाँसम्म आइपुग्दा 1 बिघा उत्पादनको लागि 65,000 बराबर कम्तीमा न्यूनतम खर्च आउँछ। माथि उल्लेखित खर्चको ब्याज हो ब्याङ्कले 6% भने तापनि ती किसानहरूलाई दिँदैन। साहु महाजनकामा पुग्दा 18% भन्दा कमले पाइँदैन। कम्तीमा सस्तोमा 18% ब्याज गर्दा 11,700 रुपियाँ त्यो धान जोताइदेखि कटाइसम्मको पैसाको ब्याज हुन आउँछ। यसरी 1 बिघा खेती गर्दा आउने खर्च मोटामोटी 76,700 अराउन्ड 77,000 आउँछ र एभरेजमा प्रति बिघा 70 मन फल्न जान्छ। तत्कालीन अवस्थाको 1100 को मूल्याङ्कन गर्दा 77,000 1 बिघा बराबर आम्दानी हुन्छ। अब भन्नुहोस्, 1 वर्षभरि हिलो झरी बर्खा भोक प्यास तिर्खा केही नभनिकन नियमित खट्दाखेरि 1 बिघा जमिन कम्तीमा खेती योग्य किन्नको लागि प्रति कट्ठा 5 लाख घटी पाइन्न। यसर्थ 1 बिघा 1 करोड 1 करोड लगानी गरेर बिहान दिउँसो रात पाँच भोक तिर्खा प्यास नभनिकन 70,000 उत्पादन अनि 70,000 खर्च। अब भन्नुहोस् यी किसानहरूको हालत के होला, जो 62% आज नेपाली आम नागरिकको अवस्था यही रहेको छ। हो, वास्तवमा अघि मैले यहाँलाई भने माननीय अर्थशास्त्री चौडी मोवाग्लेज्यू र बालन सरकारज्यू यो मुलुकको 62% जनतालाई बाइपास गर्दै अथवा भन्यो भने कत्लेआम गर्दै 3% कर्मचारी अनि 3% नेताहरूको तलब भत्ता सुविधा बढाएर के मुलुक समुन्नत बन्न सक्दछ? यसर्थ यो कुरालाई अझै दबाव सिर्जना गर्नका निमित्त ती लाखौं लाख कृषकहरूको हक हितको निमित्त व्यवस्थापन गर्नको निमित्त यो भिडियोलाई जति सक्दो सेयर लाइक कमेन्ट गरी सरकार समक्ष एउटा दबाव सिर्जना गर्नको निमित्त म सम्पूर्ण देश विदेशमा रहनुहुने खेती किसानमा आश्रित हुनुहुने सम्पूर्णलाई म हार्दिक आह्वान गर्न चाहन्छु। यो त मैले सिर्फ एउटा धान खेतीको मात्र कुरा गरेँ। वास्तवमा यहाँ दुग्ध उत्पादनदेखि लिएर स्याउ उत्पादनदेखि लिएर च्याउ उत्पादन हुँदै अलैँची उत्पादनदेखि तपाईँको अम्लिसो उत्पादन हुँदै अदुवा उत्पादन गर्ने किसानहरूको योभन्दा अझै धेरै भयावह अवस्था छ। यसर्थ यो सरकारलाई ती 62% आम नेपाली नागरिकको हक र हितको निमित्त काम गर्नको निमित्त प्रेसर गर्नको लागि पनि यो भिडियोलाई सक्दोसम्म सेयर लाइक कमेन्ट गरिदिनु हुन म हार्दिक अनुरोध गर्दछु। हस्त।